तेह्रथुम जिल्लाको पूर्व दिशामा अवस्थित चौहानडाँडा गाविसलाई तमोर नदीले छिमेकी जिल्ला पाँचथरसँग जोडेको मात्र छैन, उक्त नदीले मेची र कोशी अञ्चल विभाजनको रेखा समेत कोरेको छ। सदरमुकाम म्याङलुङ बजारबाट 13 कोस पूर्व दिशामा अवस्थित यो गाविसको थुम्की क्षेत्रमा एकताका हवाई मैदान निर्माणको परियोजना आउने सम्भावनाले निकै चर्चा पाएको थियो। हवाई मैदान निर्माण खर्चको हिसाबले निकै किफायती देखिने यो थुम्की क्षेत्र वरपरका र यस भेगका बासिन्दाहरूको सपना आजसम्म साकार त हुन सकेन र भविष्य समेत नदेखिएको यस क्षेत्रमा हाल आएर थुप्रै सडक मार्ग निर्माणका परियोजनाहरू सञ्चालन भइरहेका छन्। यो गाविसलाई तेह्रथुम जिल्लामा पाँचथर जिल्लातिरबाट प्रवेश गर्ने एक प्रमुख नाकाको रूपमा पनि लिन सकिन्छ। यो गाविसमा मुलखरका नामले प्रसिद्ध एक अत्यन्तै ठूलो बेँसी रहेको छ, जहाँ धेरैभन्दा धेरै मानिसहरूको धान खेत अटाएको छ। त्यसको अलावा मकै, गहुँ, तोरी जस्ता अन्न बालीहरू यहाँका बासिन्दाहरूको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको छ। गर्मी ठाउँतिर विशेष गरी आँपको राम्रो उत्पादन हुने गर्दछ भने चौहानडाँडे खुकुरीले नेपाल अधिराज्यदेखि कतिपय अवस्थामा विदेशमा पनि निकै ख्याति कमाउन सफल भएको छ। बसोबासको हिसाबले विशेष गरी कन्दङ वा लिम्बूहरूको बाहुल्यता रहेको भए तापनि यो ठाउँमा क्षेत्री, कुमाई र बाहुन जातिहरू पनि प्रशस्त मात्रामा बसोबास गरेको देख्न सकिन्छ। त्यसको अतिरिक्त तामाङ जातिहरू र अरू पनि थुप्रै जनजातिहरू यो गाविसमा बसोबास गर्दछन्। यो गाविसमा कुल 4160 जनसङ्ख्या रहेको छ। तेह्रथुम जिल्लाभरिमै 2वटा मात्र क्याम्पस भएकोमा एउटा क्याम्पस तेह्रथुम क्याम्पसको नामले यो भेगमा ज्यादै प्रसिद्ध छ, जसले यस्तो विकट पहाडी भेगमा आजभन्दा 46 वर्ष अगाडि नै ठूलो शैक्षिक क्रान्ति ल्याउन सफल भएको थियो। महिलाहरूले पाउने सम्पूर्ण सुरक्षाहरू पाइरहेका छौँ। बस्न र खानाको व्यवस्था हामीलाई यहाँ क्याम्पसले नि गर्छ र राम्ररी चाहिँ हामी यहाँ सुरक्षाका साथ हामीले पढ्न पाउँछौँ। यो क्याम्पसले आठराई भेगका मात्र नभएर पाँचथर र ताप्लेजुङ जिल्लाका समेत कतिपय ठाउँका विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर प्रदान गरिरहेको छ। यो तेह्रथुम क्याम्पसको स्थापना 2017 सालमा भएको हो। 2016 सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो। 17 सालमा यो क्याम्पसको स्थापना भयो। यो क्याम्पसको स्थापना भइसकेपछि बिचमा अलिकति राजनीतिक समस्याहरू पनि हेर्न देखा परे। यो 28-29 तिर राजनीतिक गतिविधिको कारणले गर्दाखेरि एकचोटि क्याम्पस बन्द पनि हुन पुग्यो। अनि यो यहाँबाट धनकुटामा गाभिन पुगेको थियो। पछाडि फेरि यहाँका मान्छेहरूले ठुलो मेहनत साथ यो क्याम्पसलाई स्थापित गर्न सफल भए। त्यस पछाडि यो चाहिँ एजुकेसनको रूपमा सञ्चालन भयो 2035 सालदेखि अनि मानविकीको रूपमा सञ्चालन हुँदै आएको हो। र त्यो मानविकी सञ्चालन हुँदाखेरको यहाँको पहिलो विद्यार्थी म आफू पनि हो त्यतिखेरको। र अहिले आएर यो क्याम्पस हालसालै बहुमुखी क्याम्पस रूपमा परिणत भएको छ। त्रिभुवन विश्वविद्यालय स्थापना भएको दोस्रो वर्षमै यो ठाउँमा भौतिक सुविधाको दृष्टिकोणले निकै सक्षम मान्न सकिने क्याम्पसको स्थापना भएबाट यो भेगका मानिसहरू शिक्षाप्रति कति जागरूक र सचेत रहेछन् भन्ने कुरा अनुमान लगाउन कसैलाई गाह्रो पर्दैन।
वास्तवमा हाम्रो पुर्खाहरूको कुरोले हामी भनिराखेका छौँ। यहाँ चुवानहरू बस्थे अरे पहिले र त्यही चुवानको नामबाट चनेडा भयो भन्ने कुरो मलाई त्यति थाहा छ। यो गाविसमा एक स्वास्थ्य चौकी धेरै पहिलेदेखि रहँदै आएको छ, जसले यो भेगका मान्छेहरूलाई मात्र नभएर छिमेकी गाविसका मानिसहरूलाई पनि स्वास्थ्य उपचार उपलब्ध गराउँदै आएको छ। नेपालमा राणा शासनको दबदबा हुँदैको समयमा यहाँ निकै सुविधा सम्पन्न माध्यमिक विद्यालयको स्थापना भएको थियो, जुन आज पनि शारदा उच्च माविको नामले यो क्षेत्रका विद्यार्थीहरूलाई शिक्षाको उज्यालो ज्योति छार्ने पवित्र कर्म गरिरहेको छ। आजभन्दा 61 वर्ष पहिले स्थापना भएको यो स्कुलमा थुप्रै भवनहरू रहेको देख्न सकिन्छ। छुट्टै अफिस भवन, कक्षा कोठा भवन, छात्रावास, लाइब्रेरी, कार्यशाला भवन र सरस्वतीको मन्दिर समेत निर्माण भएको यो स्कुलमा निकै राम्रो खेल मैदानको पनि व्यवस्था रहेको छ। एक क्याम्पस र एक उच्च माविका साथै यो गाविसमा 2 निमावि र 5 प्राविहरू हाल सञ्चालन भइरहेका छन्। यसरी हेर्दा यो भेगका मानिसहरू शिक्षाको क्षेत्रमा निकै चिन्तनशील र लगनशील रहेको तथ्य उजागर हुन आउँछ। तेह्रथुम जिल्लाकै सबसे ठूलो बरको रुखको रूपमा यो भेगमा प्रख्यात मानिएको बरको रुख पनि यही गाविसमा पर्दछ, जुन बरको रुख सुन्दर हुनुको साथै यसका अनगिन्ती बलिष्ठ हाँगाहरू टाढा टाढासम्म फैलिएका छन्। यसलाई यो ठाउँको एक सुन्दरताको रूपमा लिन सकिन्छ।